सबैजनालाई मेरो नमस्कार। यो युट्युब च्यानललाई लाइक सब्सक्राइब सेयर गर्नुहोला र हजुरहरूलाई पनि आफ्नो स्टक कतिसम्म तल झर्न सक्छ र कतिसम्म माथि जान सक्छ भन्ने जिज्ञासा छ भने कमेन्ट बक्समा कमेन्ट गर्नुहोला। आज मैले नेपाल स्टक एक्सचेन्जको टेक्निकल एनालाइसिस गर्न गइरहेको छु। विकली बेसिसमा रहेर मैले टेक्निकल एनालाइसिस गर्दैछु। अहिलेको हप्तामा हाम्रो नेपाल स्टक एक्सचेन्ज 2582 को एरियामा आएर अडिएको छ र पुरै रेड क्यान्डल बनेको छ। आगामी हप्ता यदि यो एरियाबाट माथि जान्छ भने 2685 तिर फेरि रेसिस्टेन्स रहेको छ। त्यो रेसिस्टेन्सलाई पार गर्छ भने 2787 को एरियामा फेरि अर्को रेसिस्टेन्स रहेको छ। यो रेसिस्टेन्स भन्दा माथि त अर्को हप्ता खासै पुग्ने देखिन्न र यदि आगामी हप्ता यो 2582 को एरियालाई भत्काउँछ भने 2486 मा ठुलो सपोर्ट रहेको छ। यो सपोर्ट सकेसम्म नभत्काउला। यदि यो सपोर्ट भत्कायो भने त हेर्नु त कति तल छ सपोर्ट। 2213 मा सपोर्ट रहेको छ। 2213 सम्म त नेप्सी नआओस्, किनभने त्यहाँसम्म नेप्सी आउने भने त बर्बाद हुन्छ, ठुलो समस्या हुन्छ, हंगामा मचिन्छ है। तर हेर्दाखेरि चाहिँ देखिन्छ यस्तो कुरा यस्तो नहोस्। र यो सेकेन्डरी मार्केटमा आफूसँग ज्ञान सिप क्षमता नभइकन अरूले भनेको भरमा स्टकलाई लिएर बाइसेल गर्ने काम नगर्नुहोला, किनकि यो काम भनेको असाध्यै घाटा खाने काम हो र दुःखको काम हो। आफूसँग भएको पैसा डुब्न सक्छ। त्यसैले सेकेन्डरी मार्केटमा बाइसेल गर्ने काम नगर्नुहोला र हजुरहरूको दिन शुभ रहोस् भन्दै बिदा माग्छु। हवस् त, धन्यवाद, नमस्कार।